Video, diva, video. I'm done. That's too much. It's not too much. Oh, पछाडि गयो तपाईँले आज कति घोषणा गर्नु फेरि सबैलाई सुन्नु भएन धेरै गर्न सकिनँ अनि 25,555 सेन्ड गरेको छु आगामी मैले गर्न सकेँ भने यति गर्न सक्छु त्यो भाग हातमा छ म सानो बनाउँदिनँ ठुलो बनाएर राख्छु भोलिको दिन ठुलो सक्छ ठुलो होइन भोलिको केही गर्नुको धेरै सोचेको छु तर भाउ हातमा छ त्यो बोल्नभन्दा भवानीमा जे दिनुहुन्छ त्यो गरेँ अब तपाईँलाई आज विकास दिने दिन मलाई म्याच गर्नु माया गर्नुभयो यस्तो माया गर्नुभयो मालिक म्याच कसरी म्याच गर्नु नगरी नआउनेवाला थियो किनकि भाइ भनेर सम्झिनु त्यो मासुको कुरा सम्झिनु पर्दैन आउनेवाला चाहिँ भन्थे भनेको नि थिएँ दाइलाई भनेको थिएँ मैले उहाँ हिँड्दाखेरि मलाई कति दिन्छु भएको पैसा सेनादेखि ट्याक्स भनेको होइन पैसा आउँछ दिनुपर्छ पैसा आउँछ भन्ने कुराहरू गर्नु मेरो एनर्जी बोल्छ र उहाँको एनर्जी बोल्छ त्यही गर्न खोजेको पनि जति सक्ने गरिदियो जति भ्याउँछ सक्नु त्यति भ्याउने हो मलाई जिरो लिमिट छैन है पैसा त्यसलाई बढाएर 25,555 बनाउनु भएको छ र भन्दै पनि हुन्छ आवश्यकता पऱ्यो भने त्यति दिइसकेर भर्नु पर्ने जस्तो एनर्जीले बोलेको थियो है यो बोल सबै एनर्जी बोल्छ तर आज एनर्जी विद्यार्थीको बोलेको छ उहाँ धेरै धन्यवाद उहाँले गर्दा चाहिँ हामी दुःख पाइयो जति मनले हामीले गर्न सक्ने गर्मी हो सबैजना बुझाउँ कमिटीलाई तयार गरौँ आज गुरु आउनुभएको छ आज मलाई घरमा पनि उहाँले 10 करोडको हस्पिटलको गर्नुभयो त धेरै धेरै हाम्रो लागि आशीर्वाद हो गुरुजी यहाँसम्म आउनुभयो साथ सम्झ पारी गरेर आउँदाखेरि हामी यहाँ चाहिँ के नभने पोलिटेक्निक हो भन्ने कुरा मलाई लाग्छ र हाम्रो अब के भन्छ सबैलाई धन्यवाद सबैजना आउँ ढुकाउँ जति सक्छ गरौँ नगरे पनि माया दिउँ आऊ यो घटना टेकौँ यसलाई पुण्य बनाऊ सहयोग गरौँ त्यही भन्न चाहन्छु मेरो मिसिस चाहिँ मदन रामको थोरै यिनको शब्दहरू जानुपर्छ मेरो डेलिभरीको यो बोल्छिन मलाई यतिकै
भनेको हामीले जति पनि हामीले घर त किन्यौँ तर हामीलाई यो सबै लोन हो त्यो लोन उपयोग गर्नको लागि हामी सम्पूर्ण दाजुभाइ दिदीबहिनीको हातेमा हुँदै अघि सर्नुपर्छ भन्न चाहन्छु र यति नै हो। धन्यवाद। म त 7 दिन आउने 9 दिन आउने भाषण गरेर जाने बढी नबढी पनि मेरो लागि केही होइन तर हजुरका लागि हजुरका छोराछोरीलाई नेपाली शिक्षा कक्षा सञ्चालन गर्ने संस्कार सिकाउने योग सिकाउने ध्यान सिकाउने यो केन्द्र हजुरको घर हो। हजुरको घरमा जति ध्यान गरेको एक